ल केटा नेतालाई चाहिँ राम्रो चुना लगाउनु पर्छ अलिअलि चुना त लगाइयो हैन अब बेलुका भेट्नलाई बोलाउँछु भनेको छ केही प्लान गरेर अलिकति पैसा निकाल्नुपर्छ नेतासँग ठिक छ एकचोटि लुट्न पाइहाल्यो अब 4 वर्ष हामीलाई लुट्थे नेताजीले यसपालि चाहिँ हामीले लुट्न पाइहाल्यो सकेसम्म नेताको पैसा चाहिँ लुट्न पाए राम्रै हुन्थ्यो अब केही प्लान गरेर बेलुका चाहिँ केही प्लान गरेर हामीले कुरा गरेर के कसरी पैसा निकाल्न सकिन्छ नेताजीबाट हैन पैसा निकाल्नु पर्यो हेर केटा ल ल मेरो पनि घर आएछ भोलि कुरा गरौँ नि त ए हुन्छ भोलि भेटौँला ल ल ल हस् त हेर केटा हो पहिलाको चुनावमा मैले मेरो भतिजलाई मेयरमा उठाएको हुनाले अहिले यो गाउँको जनताहरू एकदम मसँग आकर्षित भएको छ त्यही भएर अब यो गाउँको जनताहरूलाई कसरी लाइनमा लिने हो अनि विद्रोहीहरूलाई कसरी लाइनमा लिने हो यसको बारेमा हामीले केही सोच्न जरुरी छ त्यति भएन भने हामीलाई गाह्रो पर्ला जस्तो छ हेर्नुहोस् नेताजी मैले हिजो गाउँमा गएर यसो बुझेको थिएँ अहिले जनताको पक्षमा धेरैजना मान्छेहरू छ उसले समाजसेवा पनि गरिरहेको छ सबैजना उसकै पक्षमा भएको हुनाले हामीलाई अलिक गाह्रो पर्न सक्छ हो नेताजी मैले पनि त्यस्तै चाल पाएको छु तर विद्रोही चाहिँ बेरोजगार भएका छन् आजभोलि अब सिधा औँलालाई घिउ निस्किएन भने औँला भाङ्गो गर्ने आइडिया मसँग पनि छ अब जनता र विद्रोही बिच फाँटो कसरी ल्याउने त्यसको बारेमा डिस्कस गर्नु पर्यो होइन के गरेर हुन्छ होइन बिचमा फाँटो ल्याएर जसरी पनि मिसन 84 सफल बनाउनु छ त्यसको लागि हामीले केही डिस्कस गर्नुपर्ने छ ल अब नजिक भएर गरौँ यो गाउँको चालामाला पनि ठिक लागेन नेताजीलाई त जसरी पनि सहयोग गर्नु पर्यो अब केटाहरूलाई के कसरी हुन्छ यसो आफ्नो पकडमा त ल्याउनै पर्यो केटाहरूलाई अलिअलि पैसा दिएर भए पनि अब केटाहरू मिलेर बसेका छ सबैजना म कसरी चाहिँ फुट ल्याउने हो त यिनीहरूमा फुट नल्याएसम्म त फेरि केटाहरूले सहयोग गर्दैन अब केटाहरूलाई पैसा त दिनुपर्ने होला नि अब जान्छु केटाहरूलाई भेटेर यसो पैसा दिएर आफ्नो पकेटमा ल्याउनु पर्ला जानु पर्यो अब पैसा दिनलाई के छ विद्रोही गाउँमा त नेता आएको हल्ला सुन्छु कार्यकर्ताबाट त्यति जानकारी आएको थियो 10 वर्ष जनआन्दोलन गरिस् केही नै परेन त्यहाँबाट नि त्यहाँबाट चाहिँ अनि राज्यले नि अघोषित गर्यो फेरि गाउँ झरिस् अब फेरि त्यही नेताको पछि लाग्यो नि त होला नि त्यस्तो होइन हेर बाबु तिमी पनि पहिला सूर्यमा पुरा घाम ताप्न गएको थियौ घामले डढेर चाहिँ तिमी अनि रुखको छारीमा पुग्यौ त्यही रुखले पनि लात हानेर अहिले घरतिर बसेका छौ रे बाहिर अरबतिर जान्छु भन्ने हिँडेका छौ रे अब पार्टीको पछि लाएर अब केही फुल्केन अब खाडी नै जाने त होला नि ल अब साथी छोडिदिउँ तर म भने एउटै गाउँठाउँको मान्छे सँगै हुर्क्यौँ सँगै खाएर हिँडे मान्छे जे जति पार्टीमा लाग्नु लागिहाल्यो अब यो पार्टी साथी छोडिदिउँ अहिले गाउँमा नेता पनि छिरेको छ रे हो त्यो नेतालाई चाहिँ कसरी हुन्छ जित्ने व्यवस्था गर्नु पर्यो होइन अब यिनीहरू नेताहरू चाहिँ काम पर्दा मात्रै गाउँ आउने भए काम सकेपछि यिनीहरूले हामीलाई फर्केर त्यही भएर अब नेतालाई आ बेलामा चाहिँ कसरी हुन्छ नेतालाई हाम्रो हातमा लिएर हो लुटेर पठाउनु पर्छ ओहो विद्रोही हेर्नु त नेताको मान्छे यतै आए जस्तो लाग्यो हामी भएतिर आए जस्तो छ त किन आएछ त्यो होला नि अब नेताको चम्चा जस्तो मान्छे अब चुनाव आउन नजिक छ अब त्यो भोटको लागि आएको त होला नि हेलो केटा के छौ चिया पान हो के हो तिमीहरूको के हुनु दाइ यसो दाजुभाइ सुख दुःखको गफ गरिरहेको बसेर चियापान गर्दै अब म पनि यो गाउँमा नयाँ मान्छे त्यही भएर तिमीलाई खोज्दै खोज्दै आएको थिएँ ठिकै छ तिमीलाई यहीँ भेट्यो अब त्यही चुनावबारे यसो कुरा गर्नु थियो त्यही भएर खोज्दै आएको थिएँ यहीँ भेटेँ ल ठिकै छ दाइ ल चिया पिउने हो र हामी त भर्खर पियौँ तपाईँले के पिउनुहुन्छ र दाइ होइन भाइ चिया नपिउँ म खासै चिया पनि पिउँदिनँ बेलुका पनि भयो खाना खाने बेला हुन आँट्यो
सानो काम थियो त्यतै बसेर एकछिन गफसफ गरौँ न है हुन्न ल जाऊ न त जाऊ जाउँ, जाउँ। बसेर गफ गरौँ किन दाइ अनि भेट्न खोज्दै हुनुहुन्थ्यो केही काम थियो र अब काम त तिमीहरूलाई थाहा त रहेछ अब चुनाव आइरहेछ अब हाम्रो नेताजीलाई यसो सहयोग गर्नु पर्यो भनेर नि अब के सहयोग गर्ने दाइ पहिला पनि थिए पार्टी पार्टी भनेर हिँडियो जुत्ता लाउँदा लाउँदै घोटिएर चप्पलमा झरियो खै तपाईँको पार्टीले पनि पोहोर साल पनि त्यस्तै आशा देखायो केही गरिदिएन हाम्रो लागि त्यही त दाइ खै के पलाई आउनुभएको मेरो त धेरै बसेको छैन 1 महिना मात्र बाँकी छ भिसा आउँदैछ सुनेको थिएँ है बाहिर जाँदैछ भनेर चाहिँ विदेश गइरहेको छु मसँग एउटा राम्रो प्लान छ तर त्यो प्लान चाहिँ जनताले थाहा पाउनु भएन नि फेरि तिमीहरूको लागि राम्रै राम्रो हुन्छ विदेश जानु जरुरतै छैन अनि के प्लान छ हौ दाइ त्यस्तो तपाईँसँग ल केटा सुन प्लान बुझ्यौ नि कुरा ल है ल यो अलिअलि खर्च पानी छ यसो चुनावमा ल अब लाग्छु म पनि है मेरो यसो हुन्छ दाइ हस् गर ल ओहो केटा हेर अजिङ्गरको आएर दैवले पनि जुराउँछ भन्थे यही रहेछ त्यस त नि विदेश जाने भन्थिस् त्यस विदेश जानु नपर्ने भयो यार विदेश जानै परेन यार ओहो यत्रो पैसा आउँदो रहेछ अब किन विदेश जानु पर्यो त फेरि यो कुरा चाहिँ हामी दुइटामा मात्र हुनु पर्यो जनताले थाहा पाउनु हुँदैन हुन्न उसले मलाई काटे थाहा पाउनु हुन्न उसले त ल केटा रात पर्न लाग्यो अलिअलि माल पनि झरो आजबाट चाहिँ अलिअलि भित्रबाट नेताको काममा लाग्नु पर्ला नि ल त लगाऊ है ल ल हुन्छ ल अहिले आजलाई यहीँबाट छुट्यौँ ल भोलिबाट फेरि नेताको काममा लागि पर्नु पर्छ ल हुन्छ ल दाइ दाइ त्यो सूर्य दाइ होइन केटाहरू हो त यार जहिले रेस्टुरेन्टमा आउने आज त नहेरिकन गयो त यार मलाई त कान्छ बोलाएको नि हेलो सूर्य दाई हजुर भाइ हजुर ओ हामी त बिजी छौँ त ओहो एकचोटि दाइले बोलाउनु भएको थियो आउनु न एकछिन 5 मिनट लागि किन जाने के गर्ने जाउँ न त जाउँ किन रहेछ अब यसो बुझ्यौँ न केटाहरूको हुन्छ जाने भए जाउँ किन बोलाएको छैन आज किन बोलाएको छैन त आज खै हजुर दाइ किन बोलाउनु भयो र हामी एकदम हतारमा थियौँ आऊ न एकछिन कुरा छ कुरा गरेर बस्नु न एकछिन 5 मिनट के केटा हो रेस्टुरेन्ट जहिले छिर्न जाने मान्छे आज त देखा नदेखा जस्तो गरेको त यार के गर्ने दाइ हाम्रो अब काम पनि छैन दाम पनि छैन लखा लखा काटीको कुकुर जस्तो भएर हिँडिएको छ त्यस्तो होइन केटा हो मैले एउटा कुरा सुनेको थिएँ तिमीहरूको बारेमा त्यो सायद सत्य नै होला ल बस एकछिन बसेर कुरा गर्नुपर्छ एउटा प्लान छ मसँग तिमीहरूसँग त्यस्तो के प्लान छ दाइ तपाईँसँग त्यस्तो ल बसौँ न बसेर कुरा गरौँ नि हुन्छ ठिकै छ बसेर कुरा गरौँ न त ल केटा हो हिजो तिमीहरू नेताको मान्छेसँग भेट्यो भने मैले गाई हल्ला सुनेको थिएँ यो कुरा सत्य होला होइन अब चुनावको लागि नेताले अनेक षड्यन्त्रहरू रचिरहेछ अब हेर हिजो दिएको पैसा हामीले हाम्रो तल ट्याङ्की बनाउने काममा लगाउनु पर्छ त्यो पानी सब चुहिएर पुरा सिँचाइ हेरेर त्यहाँ तरकारी बारीहरू सब सुक्खा भएको छ त्यो ट्याङ्कीलाई चाहिँ हामी मर्मत सम्हार गर्नु पर्यो बाँकी रहेको पैसा वृद्धाश्रमलाई देउला अलिकति त्यहाँ फुलबारीहरू बनाउने काम छ अब पहिले पनि त्यही नेताहरूको पछि लाएर यस्तो दुःख पाएको तँलाई त थाहा छ 10 वर्ष त जनआन्दोलन लडेर आएको मान्छे होइन यही गाउँघरमा अहिले आएर बसिरहेको छ बेरोजगार भएको छ अनि त विदेश जाने सोचिरहेको छ त्यत्रो वर्ष विदेश गरेर आएको भने त मान्छे तेरो भाइ उहाँ युरोपतिर गयो अब उसका बाल बच्चा सब उता अब ऊ त गाउँ फर्केर आउँदैन अब तपाईँले अरब जाला बाउ आमा छैन नि अब यही गाउँको लागि केही गर्नुपर्ने ठाउँमा तिमीहरू अब त्यही नेताको पछि पछि लाग्ने योजना गर्दैछौ अब गाउँलाई फेरि धोका दिने कुरा गर्दैछौ तिमीहरू हेर भाइ तिमी पनि धेरै चुरीफुरी नगर तिमी पनि पहिला पार्टीमा लागेकै कार्यकर्ता हौ मेरो पार्टीले यो गर्छ फलानाले यो गर्छ भनेर हिँडेकै हो तिमी पनि अहिले पार्टीले तिमीलाई धोका दियो अब तिम्रो उम्मेदवारलाई उठाइदिएन अब नेताको आफ्नै भतिजालाई अब मेयर बनाइदियो अनि तिमी अहिले हामीलाई सम्झाउन नखोजेर दाइ हामीले यो राजनीति बुझिसकेका छौँ राजनीति के हो भन्ने कुरो होइन अब जे जस्तो छ अब हिजो एउटा नेताको मान्छे पनि आएको थियो भेटघाट भयो अरे अलिकति लक्ष्मी माताको दर्शन पनि भयो अब ठिकै छ अब राजनीतिमा अब यस्तो उछल चढा आउँछ दाइ अब कसरी हुन्छ गाउँ ठाउँको मान्छे अब हामी मिलेर हामीले आफैले एउटा चाहिँ गाउँ बनाउनु पर्छ
ल त दाइ जे भए पनि होइन नेताहरूलाई सपोर्ट गरिरहेछ अलिअलि माल झरिरहेछ जे भए पनि बेरोजगारी छौँ अलिअलि आइ पनि रहेछ जे भए पनि 84 उसलाई सपोर्ट चाहिँ गर्नै पर्यो नि ल केटा हो तिमीले भनेको कुरो पनि ठिकै हो कति रातो भएको त तेरो प्रेसर हाई छ नोरी छैन तलक्क नेता कि क्या त तैँले मेरो कुरा त सुन दाइले के भन्न लागिरहेछ पहिले सुन क्या सुन नेता आइरहेछ पैसा त खाने हो पैसा नखाए त हाम्रो यहाँ जीविकोपार्जन कसरी हुन्छ 4-5 वर्षमा बल्ल बल्ल आउँछ पैसा त अलिअलि धुट्नुपर्छ केटा हो सुन अब पहिला हामीले धेरै दुःख पायौँ हाम्रो बुद्धि त्यो बेला घाँस खान गयो अहिले हेर हाम्रो गाउँमा राम्रो पकड छ अब पहिला त मैले हारेँ मेरो मान्छेले हार्यो त्यो कुरा बिर्सिसकेँ मैले अहिले हेर मेरो रेस्टुरेन्टहरू बनाएको छु आफ्नो जीविकोपार्जन गरिरहेको छु अब तिमीहरूलाई पनि सानोतिनो प्रोजेक्टमा लगाइरहेको छु कामहरू आएको बेला तिमीहरूलाई भनिरहेको छु छ कि छैन भन् त इधरै अब सुन अब नेता आएको छ अलिअलि पैसा हामीले लुट्ने हो नेतासँग त लुट्नुपर्छ 4-5 वर्षमा आउँछ त्यो अब त्योसँग लुटेको पैसा बाहिर चाहिँ नदेखाउने भित्रभित्र चाहिँ गाउँलेलाई यसको विद्रोहमा लगाउने हो क्या हामीले अहिले काम हेर हामी त यो सबै गाउँलेहरू अहिले हाम्रो पक्षमा छन् हो कि होइन भन् त अहिले हाम्रो राम्रो माहौल छ हामीले दुःख सुख परेको बेला यो गाउँमा काम पनि गरिरहेछौँ देखाइरहेछौँ अहिले गाउँको लहर भनेको हामीतर्फ छ अब भोलि वडा अध्यक्षको मेयरको चुनाव आउँदैछ तिमीहरू केटाहरू हो म त अब उठ्दिनँ मेरो आफ्नो व्यवसायहरू भइसक्यो म तिमीहरूलाई फुल्ली सपोर्ट गर्छु होइन तर नेतालाई चाहिँ ए हुन्छ नेताजी भन्ने तर नेतासँग पैसा लिने तर हाम्रो राम्रो काममा लगाउने ल केटा हो त पनि विदेश जानु जरुरत छैन अब त पनि यताउता भौतारिनु जरुरत छैन यो कत्रो प्लानहरू आइरहेछ प्रोजेक्टहरू आइरहेछ अब यो मेरो एउटा प्लान छ त्यो पनि सुनाओ तिमीलाई राम्रो लाग्छ भने त्यही अनुसार गरौँला है त नेता चोर नेता चोर राम्रोलाई होइन राम्रोलाई नेता चोर देश चोर नेता चोर देश चोर जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने गर मेरो पनि होइन र यो देश मेरो पनि होइन ओहो के को हल्ला हो बिहान बिहानै नेताजी म बाहिर हेर्छु है के को हल्ला खल्ला छ बाहिर त ठुलो हल्ला खल्ला छ त ओहो गाउँलेहरू त हाम्रोतिर आइरहेको थियो त सबले हतियार बोकेर आइरहेको छ नेताज्यू हामीलाई त के अप्ठ्यारो परेको छ त नेताज्यू हामी त पछाडि ढोकाएर भाग्नु पर्ने छ भिड त यति बढिरहेको छ भागे जस्तो छ यसलाई भागेर त हान नेतालाई समाज भागे हान कालो बसो दल्नु पर्छ समाज